गुड मर्निङ सबैजनालाई। आज पनि हस्पिटलको काम छ। हस्पिटलमा हुँदैछ। भर्तिको 9:30 बजी छ। फेरि नानीको 11 बजी डक्टर भेट्न जानुपर्ने। यहाँबाट चाहिँ रानीपेट आधी घन्टा लाग्छ हो। अनि अब डक्टरले छिटो बोलाए त छिटै भ्याउँछ नि। अब डक्टरहरूले पनि ढिलो गरिदिन्छ क्या, एकदम ढिलो बोलाउँछ। टोकन नम्बर त लगाउँछ नि, तर के गर्नु, ढिलो एकदम ढिलो। त्यही भएर चाहिँ एकदम मुस्किल पर्छ, दिनभरि लाग्छ। 1 घन्टामा हुने काम 4 घन्टा लगाइदिन्छ। त्यही भएर मुस्किल पर्छ यो हस्पिटलमा चाहिँ। अब यो नम्बर त लगायो होला, भर्ती अघि आइसकेको चाहिँ। म चाहिँ बजार गएर सौदा ल्याइराखेर चाहिँ फेरि यहाँ हस्पिटल आउँदैछु भर्तिको लागि। त्यसपछि अनि फेरि छोरीको लागि म जानुपर्ने छ डक्टरलाई भेट्नु। त्यस्तै छ साथी, के